नमस्ते सबैलाई। मेरो नाम देवदाल। आज नेपालको समग्र यो चेतना, नेपालमा परिवर्तन भइरहेको जुन राजनीतिक घटनाक्रमहरू छ र यो राजनीतिक घटनाक्रमले नेपाललाई कुन दिशातर्फ अगाडि बढाउला भन्ने भने सबैको एउटा चासो हुने कुरै भइहाल्यो। तर हामीले कुनै पनि कुरालाई सर्फेसमा हेर्ने भन्दा गहिराइमा हेर्ने त्यो बानी बसाल्नुपर्छ। हामीले हिस्ट्रीमा हेर्ने बानी बसाल्नुपर्छ र विगतमा के भइरहेको छ र वर्तमानमा के आइरहेको छ भन्ने कुरा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। हामीलाई नेपालीलाई स्पेसली भन्दाखेरि चाहिँ हाम्रो जुन पार्टीहरू भयो, जुन नेताहरू भयो, हामीलाई जो चाहिँ समाजका प्रबुद्ध वर्ग भन्नेहरूले हामीलाई जहिले पनि कुनै आशा दिन सकेनन्। आशा त दिए, सपनाहरू, खोक्राहरू, सपनाहरू त बाँडे, म्यानिफेस्टेसनको नाममा, म्यानिफेस्टोको नाममा, घोषणापत्रको रूपमा हामीलाई चुलामा ग्यास पनि आयो र नेपाललाई स्विजरल्यान्ड बनाउँछु भन्ने नेताहरू पनि हामीले हजारौँ देख्यौँ। पछिल्लो क्रममा जुन नेपालमा अहिले नयाँ भन्नेको पनि एउटा उभार आइरहेको छ, त्यसले एउटा हिस्ट्रीलाई चेन्ज गर्छ अथवा त्यो पनि त्यही विगत जस्तै यस्तै हावा र हुरीमै त्यो हाम्रो म्यानिफेस्टेसन आउने, त्यसै सपनाहरू आउने र त्यसलाई उडाउने गर्छन् अथवा गर्दैनन्। यो कुराहरू बुझ्नलाई हामीले संसारमा चलेको दुईवटा नियमलाई बुझ्नुपर्ने हुन्छ। तर हामी चाहिँ के छौँ भन्दाखेरि हामी चाहिँ यो सोसल मिडियाको त्यो ब्रान्डिङमा, हामी चाहिँ सोसल मिडियाले त्यो उत्पादन गरेको त्यस्ता सेलिब्रिटीहरूको पछाडि, अनि त्यसपछि सेलिब्रिटी त भइहाल्यो, त्यसपछि पहिला चाहिँ हाम्रो यो सोसल मिडिया आउनुभन्दा अगाडि चाहिँ यहाँको एक्जिस्टिङ जुन पार्टीहरू थियो त्यो चाहिँ एमाले, काङ्ग्रेस, माओवादी भन्ने सबभन्दा पहिलाका यी पार्टीहरू भनेको चाहिँ एमाले र कङ्ग्रेसले चाहिँ आफ्नै टेलिभिजन नेटवर्कहरू चलाउँथ्यो, एफएम स्टेसनहरू चलाउँथ्यो र त्यही अनुसार उनीहरूले हामीलाई कथाहरू सुनाउँथे। यो तिनीहरूका महिमाहरू हामीलाई चाहिँ मण्डन गरेर सुनाउँथे। तर समयले कोल्टी फेरिसकेपछि जनताको हातमा रियल सूचनाहरू जान थालिसकेपछि उनीहरूलाई पनि धेरै गाह्रो पर्यो। उनीहरू बानी परेको एउटा सिस्टममाथि खेल्ने र त्यो सिस्टम चाहिँ एकदम ऱ्यापिडली डिजिटलाइजमा गइसकेपछि दे लेफ्ट बिहाइन्ड, होइन, पछाडि उनीहरू गयो। अब हामीले बुझ्नुपर्ने चाहिँ के छ भन्दाखेरि के हामी उनीहरूले जे भनेका छन् र हामी जस्तो ठाउँमा छौँ हामी त्यसै ठाउँमा हुनुपर्ने मान्छे हो त? यो प्रश्न एकदम गहिरोसँगले हामीले बुझ्नुपर्ने हुन्छ। नेपालमा जुन घटना घटिरहेको छ के त्यो नेपालको सार्वभौम अधिकारमै घटिरहेको छ कि यसका पछाडि प्लेइङ गर्ने डाइरेक्टरहरू छन्? यो कुरा धेरै अगाडि आइसकेको छ। संसार दुईवटा मोडलले चलिरहेको छ अहिले चाहिँ। एउटा छ, त्यसमा हामी नबुझिकन यो अगाडि बुझ्नै सक्दैनौँ कि म जान्ने होइन फेरि, तर मैले सामान्य रूपमा मैले बुझेका कुराहरूलाई चाहिँ मैले यो पर्सनल्ली, इफ यु लाइक अर नट, यो मेरो हातको कुरा भएन, मैले पर्सनली चाहिँ तपाईँहरूलाई के भन्दैछु भन्दाखेरि संसारमा दुईवटा मोडल चलिरहेको छ गभर्नेन्सको, भनेको मतलब सत्तालाई सञ्चालन गर्ने। एउटा मोडल हो प्योर क्यापिटलिस्ट, तिनीहरूलाई के भन्छ भन्दाखेरि पुँजीपति वर्ग भनिन्छ। यो दुईवटा कन्सेप्ट बुझ्नु भएन भने तपाईँले नेपालमा राजनीति नै बुझ्नुहुन्न कि। तपाईँ जतिसुकै बुझ्ने भए पनि, तपाईँ घगडा नेता भए पनि तपाईँ बुझ्नुहुन्न कि यो चाहिँ। यो सिम्प्लिफाई गर्नुपर्ने आवश्यक छ। एउटा चल्छ क्यापिटलिजमले, पुँजीवाद, जो चाहिँ हाम्रो नेपालका खुब कम्युनिस्ट भन्नेहरू चाहिँ पुँजीवादको रटन लगाएर उनीहरू चाहिँ सबभन्दा बढी पुँजीवादी भएका छन्। संसार हेर्नु चाहिँ दुईवटा जस्तो, एउटा सेमी पुँजीवाद सहित समाजवाद, अर्को चाहिँ टोटल्ली पुँजीवाद। अब यिनीहरूको दर्शनलाई नबुझिकन तपाईँ नेपाललाई बुझ्नुहुन्न, नेपालीको अवस्थालाई बुझ्नुहुन्न। तिनीहरूको दर्शन के हुन्छ भने यसरी बुझौँ है, सामान्य रूपमा बुझौँ है। म पोलिटिकल फिलोसफी स्टुडेन्ट नभए पनि बट मेरो रिसर्चले, मेरो अध्ययनले चाहिँ त्यो के देखाउँछ भन्दाखेरि जुन दुईवटा सिस्टम छ त्यसको फिलोसफी, त्यसको दर्शन नबुझिकन हामी नेपालमा बुझ्न सक्दैनौँ, नेपालीको परिस्थिति बुझ्न सक्दैनौँ। फर्स्ट दर्शनमा जाउँ है त। अब यो भनेको पुँजीवादी व्यवस्था, जसले चाहिँ के भन्छ भने हेर्नुहोस् है, तात्विक कुरा चाहिँ यहाँ हेर्नुहोस्, जसले के भन्छ भन्दाखेरि सम्पत्ति भनेको क्षमता, रिलेसनले कमाउने हो। यसमा चाहिँ डार्विनको एउटा सिद्धान्त काम लाग्छ, सर्भाइभल फर फिटेस्ट भनेर चाहिँ, होइन। अब यो फिलोसफी, यो दर्शनले यिनीहरू अगाडि बढिरहेको
को नेतृत्व गर्ने भनेको चाहिँ संयुक्त राज्य अमेरिका र पश्चिमा युरोपियन देशहरू। यिनीहरूको देशमा के छ भन्दाखेरि कुनै एउटा एलिट हुन्छ, एलिट ग्रुप हुन्छ। त्यो एलिट ग्रुपले चाहिँ यो तलको वर्गको जुन श्रम गर्ने वर्ग हुन्छ, जसलाई चाहिँ वर्किङ क्लास पिपल भन्छन्, उनीहरूलाई चाहिँ उनीहरूको सम्पत्ति चाहिँ उनीहरूको श्रम चाहिँ उनीहरू शोषण गरेर विभिन्न सिस्टमले विभिन्न पोलिसीले शोषण गरेर निश्चित व्यक्तिहरू चाहिँ सत्तामा बस्ने र सत्ताको प्रयोग अथवा दुरुपयोग जे भने पनि उनीहरूले चाहिँ एउटा सिस्टम क्रिएट गरेर त्यो संसारलाई लिड गरेर आउँछ। अब त्यो केही व्यक्ति चाहिँ धनी हुने र अधिकांश चाहिँ तलै पर्ने यो सिस्टमलाई चाहिँ पुँजीपति व्यवस्था भनिन्छ। यिनीहरूले भन्ने गरेर दलाल पुँजीपति भनेर जुन गाली गर्थे नि, त्यही हो ती भनेको चाहिँ। अब यिनीहरूले चाहिँ आफूले चाहिँ बुझ्न सकेन अथवा बुझे पनि बुझ पचाए, यिनीहरूलाई पनि यो एलिट बन्ने रहर चल्यो र यस्तै जीवनमा यिनीहरू कम्युनिस्ट, नक्कली कम्युनिस्टहरू भएर अहिले चाहिँ धनाढ्य कम्युनिस्ट भएका छन्। दोस्रोमा जाउँ तपाईँको पुँजीवाद सहितको हल्का समाजवाद भनेको फ्युजन भन्छ यसलाई चाहिँ। यसको चाहिँ प्रयोग कहाँ भएको देख्नुहुन्छ भने तपाईँले सबैभन्दा राम्रो चाहिँ चाइनामा माओ त्से-तुङको विदाय पछाडि दङ स्याओपिङ आइसकेपछि चाहिँ चाइनालाई चाहिँ ओपन अप गरिसकेपछि उहाँले के भन्नुहुन्थ्यो भन्दाखेरि बिरालोको कलर सेतो होस् या कालो होस्, यसको प्र्याक्टिकलिटीमा चाहिँ चाहिन्छ के भन्दाखेरि बिरालोले आफ्नो धर्म छाड्नु हुँदैन, मुसा मार्नुपर्छ, बस। यसको युटिलिटी यति नै हो। हामीलाई चाहिएको के हो? इकोनोमिक ग्रोथ हो, ट्रान्सफर्मेसन हो, विकास हो, डेभलपमेन्ट हो र चेन्ज हो। त्यसरी चाहिँ हामी चाहिँ पुँजीवादी व्यवस्थाहरूसँग पनि हामीले सहकार्य गरेर, तर हाम्रै तरिकाले, माटो सुहाउँदो तरिकाले चाइनिज क्यारेक्टरिस्टिक्समा चाहिँ हामी हाम्रो गभर्नेन्स सिस्टम लगाउँछौँ। उनीहरूले भन्दा चाहिँ मार्क्सलाई नै, फिलोसफीलाई चाहिँ आधार मानेर चाहिँ गभर्नेन्स सिस्टम गरेर हुन्छ। अब हेर्नुहोस्, एउटा व्यवस्था छ पश्चिमा व्यवस्था, पुँजीवादी व्यवस्था, अर्को छ समाजवादी सहितको अर्ध पुँजीवादी व्यवस्था जो चाहिँ चाइनामा छ। अब तपाईँ चाइनाको विकासलाई अहिलेसम्म हेर्दै हुनुहुन्छ भन्दाखेरि 30 वर्षको अन्तरालमा उनीहरूको जुन फ्याबुलस डेभलपमेन्टको एउटा स्पिड छ, त्यो संसारमा सबैले देखिसकेको कुरा भयो। अब त्यसै पछाडि हाम्रो अर्को छिमेकी, दोस्रो छिमेकी हाम्रो भारतलाई हेरौँ। भारत आफूलाई चाहिँ संसारको लार्जेस्ट डेमोक्रेसी भन्छ। अब हिसाब डेमोक्रेसी भनेको जनता हो। जनताको चाहिँ तपाईँको त्यो लार्ज नम्बर भएको बिलियन्स अफ पपुलेसन छ नि त, होइन? त्यो जनताको कारणले चाहिँ ऊ आफूलाई चाहिँ संसारको लार्जेस्ट डेमोक्रेसी भन्छ र उसले चलाएको सत्ता चाहिँ के हो भन्दाखेरि पुँजीपति व्यवस्था नै हो। अब तपाईँ आफै विचार गर्नुहोस्, भारतको गरिबी जनसङ्ख्या र चाइनाको जनसङ्ख्या हेर्नुहोस्। चाइनाले योभन्दा 6-7 वर्ष अगाडि नै गरिबीका रेखा मुनि रहेका मिलियन्स अफ मान्छेलाई चाहिँ त्यहाँबाट माथि उठायो। अब चाइनामा गरिबी छैन भनिन्छ। तर इन्डियामा हेर्नुहोस्, पुँजीपति व्यवस्थामा हेर्नुहोस् कि त्यहाँ गरिब यति छ कि 10% मान्छेले सारा इन्डियाको सम्पत्ति राखेको छ भन्छ। हेर्नुहोस् है, वेल्थ डिस्ट्रिब्युसन अफ वेल्थ भनिन्छ हो, यसलाई नै भनिन्छ पुँजीपति व्यवस्था। अनि त्यसको थर्ड कपी चाहिँ कहाँ छ भन्दाखेरि नेपालमा छ। नेपालमा पनि त्यही छ। त्यहाँ पनि केही औद्योगिक घरानाहरू सत्ता र शक्तिमा चाहिँ हालिमुहाली गरेर सम्पूर्ण राज्यका स्रोत साधनलाई उनीहरूको लागि प्रयोग गर्छन्। जस्तै नेपालको उदाहरण गर्नुहुन्छ भने गोल्छा समूह, दुगड समूह, चौधरी समूहदेखि विभिन्न भारतीय ओरिजिनका मारवाडीहरूले यो देशको राज्य सत्तामा पहुँच राखेर र नेताहरूसँग सहकार्य गरेर बिजनेस पार्टनर बनेर उनीहरूले नेपालको हरेक आर्थिक नीति र हरेक विकास नीतिमा हस्तक्षेप गरेका छन् पछाडिबाट। यो कुरा चाहिँ तपाईँले बुझ्नु भएन भने तपाईँ कहाँ हुनुहुन्छ र हामी कहाँ छौँ भन्ने कुरै बुझ्नुहुन्न। तपाईँ जतिसुकै नेता आउन्, जतिसुकै नयाँ नयाँ कथा र कविताहरू आउन् अथवा विभिन्न सपनाहरू आउन्, त्यसले केही परिवर्तन गर्नेवाला छैन जबसम्म तपाईँले यो कुरा बुझेर सोच परिवर्तन गर्नुहुन्न। नेपालको राज्य व्यवस्था भनेको के हो? पुँजीपति, सामन्त पुँजीपति वर्गले चलाउने। अब यसलाई मैले कम्युनिस्टको भाषामा भनेको छैन, यो चाहिँ हामीले लेभेनकै भाषामा भनेको। सामन्त पुँजीपति वर्ग भनेको कस्तो हुन्छ भन्दाखेरि हरेक कुरामा प्रफिट खोजेर हुन्छ। र अर्को हुन्छ समाजवादी व्यवस्था। त्यसले चाहिँ के भन्छ भने बहुजन हिताय बहुजन सुखायको कन्सेप्टमा राज्य सत्ता सञ्चालन गरिरहेको हुन्छ। अब यहीँबाट बुझ्नुहोस्, हाम्रो थर्ड कपी जुन क्यापिटलिजम छ, क्यापिटलिस्ट पुँजीवादी अर्थव्यवस्था छ, यसले देशलाई कहाँ पुर्यायो? तपाईँलाई म नेपालमा दुईवटा सिस्टमको राम्रो कार्यान्वयन भएको थियो। एउटा चाहिँ
एकदम राम्रो थियो पञ्चायत सिस्टम, जुन तपाईँलाई भन्दाखेरि तपाईँले मलाई राजावादी भनेर आरोप लगाउन सक्नुहुन्छ। तपाईँ हेर्नुहोस्, पञ्चायत सिस्टममा जुन राजा महेन्द्रको कालमा जुन भएको थियो, समग्र देशको युनिफिकेसन, समग्र देशको विकासको खाकाले त्यही बेला भएको थियो। नाम चाहिँ पञ्चायत थियो, तर त्यो चाहिँ समाजवादी व्यवस्थाको पदार्पण थियो। त्यसैमा नेपालको राष्ट्र ब्याङ्क, शिक्षामा आमूल परिवर्तन, राष्ट्र ब्याङ्कको स्थापना, औद्योगिक कल कारखानाहरूको स्थापना, वैदेशिक नीति र संयुक्त राष्ट्र सङ्घको सदस्य पनि नेपाल भएको थियो। तर जब पुँजीपति व्यवस्थाले त्यसमा पेनिट्रेट गरेर नेपालमा राज्य सत्ता परिवर्तन भयो, त्यस पछाडि नेपाली कङ्ग्रेस लगायतका नेपालमा नेकपा एमाले भन्ने कम्युनिस्टहरू पनि राज्य सत्तामा आए। तर तिनीहरूको मेन काम के भयो भन्दाखेरि राज्यलाई लुट्ने, जनतालाई लुट्ने र आफू मोटाउने, आफ्नो सम्पत्तिहरू बाहिर विदेशमा अफसोरमा लगेर जम्मा गर्ने र दुबईमा लगेर लगानी गर्ने, क्याम्बोडियाको टेलिकममा लगानी गर्ने भन्ने जस्ता कुराहरू तपाईँ हामी सबैले सुनिरहेका छौँ। अब तपाईँले यसरी बुझ्नुहोस्, हामी व्यवस्था परिवर्तन नगरी अवस्था परिवर्तन हुन्छ, यो कुरा बुझ्नुहोस् तपाईँ। जस्तै अहिले आएका जुन रवि लामिछानेका पार्टीहरू, राष्ट्रिय स्वतन्त्र पार्टी छ, तर पुराना त भइहाले, यी गए गुज्रेका पार्टीहरूको त कुरै नगरौँ, अघि मैले हिस्ट्री भनिहालेँ। अब तपाईँ ब्याकग्राउन्डमा अलिकति जानुहोस् है त। ब्याकग्राउन्डमा गइसकेपछि तपाईँले दुईवटा कुराहरू परिवर्तन छुट्याएर हेर्न सक्नु भएन भने हाम्रो भविष्य कहाँ जाने भन्ने तपाईँ थाहा पाउनुहुन्न क्या। तसर्थ नेपाललाई चाहिएको के भनेको चाइनिज मोडलको एउटा सिस्टम चाहिएको, न कि वेस्टर्न मोडलको सिस्टम। जस्तै चाइनिज मोडलले के भन्छ भन्दाखेरि यु हेभ लिमिटेड त्यो अथाह वेल्थहरू कमाउन चाहिँ पाइँदैन। यदि कमायो भने तिमीले समाजप्रति चाहिँ केही न केही योगदान दिनुपर्छ, त्यो पनि राज्यले निर्धारण गरिदिन्छ भने हुन्छ। तर पुँजीपति व्यवस्थामा त्यस्तो हुँदैन। जस्तै चौधरी बिलियनियर भए पनि उसले तिर्ने ट्याक्स चाहिँ अत्यन्त कम छ। वाइ? यही हो पुँजीपति अर्थव्यवस्थाको गोलचक्र भनेको। तपाईँलाई विभिन्न पार्टीको सदस्यता लिएर अथवा दिएर क्षणिक रूपमा तपाईँलाई चाहिँ पैसाको चलखेलमा तपाईँलाई तिनीहरूले मेनिपुलेट गर्न सक्छन्। तर व्यवस्थामा तपाईँले सुधार नगरेसम्म, चेतनामा सुधार नगरेसम्म, तपाईँ जुनसुकै पार्टी होस्, रवि लामिछाने होस् अथवा यी पुराना पार्टीहरू एमाले कङ्ग्रेस सबै हुन्, हाम्रो यात्रा चाहिँ अँध्यारोतर्फ नै जानेवाला छ। आजको विश्लेषण भनौँ अथवा मेरो मोनोलग भनौँ, यतिमै सीमित गरौँ। सो आई विश, मेरो इच्छा छ कि तपाईँहरू यस्तो कुराहरूमा अलिकति घोत्लिएर विचार गरिदिनु भयो भने तपाईँले सुनिरहनु भएको, तपाईँले बुझिरहनु भएको कुराहरूलाई अझै बृहत रूपमा बुझिदिनु भयो भने अवस्था र व्यवस्थाको बारेमा हामीले जानकारी पाउन सक्छौँ र त्यसको निर्णय गर्न सक्छौँ। कुन अवस्था हामीलाई ठिक, कुन अवस्था हामीलाई बेठिक भन्ने कुराहरू पनि हामीले मनन गर्न सक्छौँ। त्यसबाट मात्रै परिवर्तन के छ सम्भव छ। यति भने आजको लागि यति। सम्पूर्ण दर्शकवृन्द मेरो नमस्ते।